सेवारो लिम्बू थरीमध्ये थक्लुङ थरी कसरी बन्यो भन्ने कुरा चाहिँ म सानो हुँदा र केही वर्ष पहिले पनि हाम्रा गाउँका केही वृद्ध वृद्धा तुत्तु तुम्याङहरूबाट सुन्दै आएको किम्बदन्ती अथवा कथा चाहिँ ठ्याक्कै यो नाल्बो वंशलीको पेज नम्बर चाहिँ 151 मा चाहिँ लेखेको रहेछ। अनि मलाई एकदमै इन्ट्रेस्ट लाग्यो त्यो सानो हुँदा नै सुनेको। अनि यहाँ पढ्दै गए नाल्बो वंशली यहाँ ठ्याक्कै लेखेको रहेछ यो पेज नम्बर 151 मा। त्यो चाहिँ थक्लुङ थर चाहिँ कसरी बन्न पुग्यो भन्ने बारे चाहिँ म तपाईँहरूलाई सरसर्ती भन्न चाहन्छु है त। धेरै वर्ष पहिले पुरानो नाल्बो गाउँमा, नाल्बो गाउँ चाहिँ ताप्लेजुङमा पर्छ है, एउटा सेरेङहाङ नाल्बो घरमा अनौठो घटना घट्यो भन्नुहुन्छ। हामीले त्यस्तै सुनेको, त्यस्तै लेखेको रहेछ क्या। ठुलो घर परिवार भए पनि राम्ररी चलिरहेको थियो, एकदमै घर परिवार नछटी ठुलो घर परिवार भए पनि राम्रो चलेको थियो। तर अचानक उक्त घर परिवारका सदस्यहरू दिनका दिन फटाफट मर्न थाले। एकदमै अब ठुलो घर परिवारमा एकदमै दिनका दिन मर्न थाले होइन। फेदाङमा येमा साम्बा राख्दा पनि त्यो क्रम रोकिएन, हरेक गर्दा पनि जुक्ति लाउँदा पनि रोकिएन। अन्त्यमा चाहिँ एकजना जवान छोरा मात्र बाँकी थियो। अब सबै बिते घर परिवारका एकजना जवान छोरा मात्रै बाँकी भयो। अनि अब गाउँको तुम्याङ तुत्तु तुम्याङहरूले याक्लागिन स्वाङले अब यसको पनि मर्ने पालो आयो, यसलाई चाहिँ भगाएर ठाउँ सार्दा कतै बाँच्छ कि भन्ने गाउँले तुम्याङहरूको मनसाय बन्यो भनेर लेख्नुहुन्छ यहाँ। त्यसपछि सल्लाह गरेर 12 बजेको शून्य रातमा, 12 बजे दिनमा होइन राति है, रातमा चाहिँ घरभित्र शरीरको फेगुवा फेन भन्ने चाहिँ कतिले बुझ्नु होला। फेगुवा फेन भने चाहिँ धोती पनि भनिन्छ। हाम्रो छोरा मान्छेको चाहिँ जुन चाहिँ त्यो चिज मात्रै छोप्ने, लाज मात्रै छोप्ने सानो हुन्छ, त्यो बाहेक सबै लुगा खोलेर चाहिँ खाप्पु कतिले खाप्पु भन्दा बुझ्नुहुन्छ, कतिले थाप्पु भन्दा बुझ्नुहुन्छ। खरानी भनौँ न, खरानी चाहिँ धस्ने, खरानी चाहिँ जिउभरि धस्ने र सेताम्मे खरानी बनेर चाहिँ घर धुरीको छाना छेडी, घर धुरीको बिचको छाना छेडेर चाहिँ निस्केर फाल हानी घर नहेरी साम्बा गाउँमा चाहिँ पठाउने निर्णय गर्छन् त्यहाँका तुत्तु तुम्याङहरूले, बुढापाखाहरूले। तुम्याङहरूको सल्लाह अनुसार नै शून्य रातमा साम्बादेन पुग्छ त्यो जवान छोरा चाहिँ। ऊ चाहिँ अहिलेसम्म नाल्बो नै हुन्छ, सेरेङहाङ नाल्बो हुन्छ। साम्बादेनमा बस्दा सेरेङहाङ साम्बाहाङ नामले चिनिन्थे। साम्बादेन भन्ने ठाउँमा बस्दा चाहिँ सेरेङहाङ साम्बाहाङ नामले चिनिन्थे। सेरेङहाङ साम्बाहाङले चाहिँ साम्बादेन छोडेर, त्यो साम्बादेन ठाउँ चाहिँ छोडेर साङदाङ वरक पुगेर आबाद गरे भन्नुहुन्छ। साङदाङ वरक भनेको चाहिँ साङदाङ भनेको नाम भयो, वरक भनेको चाहिँ एउटा पोखरी, लेक भनौँ होइन, पोखरीमा पुगेर चाहिँ आबाद गर्नुहुन्छ। किनभने पानी त चाहिन्छ जीवनयापन गर्नलाई। अनि सेरेङहाङ साम्बाहाङले साङदाङ वरकको पानी घुमै खेती र वस्तु प्राणीको लागि प्रयोग गरेको देखेर उनलाई हिनाहाङ नाम लगाइदिए। त्यहाँ उहाँभन्दा पहिले बसिआएका व्यक्तिहरूले चाहिँ अब त्यो साङदाङ वरकको पानीलाई चाहिँ घुमाइ फिराइ अब खेती नै राम्रो गरिराख्नु भएको छ, वस्तु प्राणीलाई पनि एकदमै राम्रो तरिकाले पिलाइराख्नु भएको छ। त्यसले गर्दा उहाँको नाम चाहिँ हिनाङ नाम लगाइदिए। साङदाङ वरकको च्वा हिसु चोगलले हिनाङ नाम राखिएको छ। साङदाङ वरकको च्वा चाहिँ यसो घुमाइ फिराइ सदासदै पुर्याएकोले हिनाङ नाम कहलियो। साम्बादेनबाट गएकोले साम्बाहाङ र साङदाङ वरक हिसुवाङ हिनाङ पछि साम्बाहाङ हिनाङ नामले प्रख्यात भए। दुईटै नाम जोडेछ उहाँको, हिनाङ पनि जोड्यो र यता साम्बादेनको नामले जोडेपछि साम्बाहाङ हिनाङ नामले प्रख्यात भए ती व्यक्तिले त्यहाँ अब बस्ती बसाएपछि घरजम भयो, आफ्नो सन्तानहरू बढे होइन, प्रख्यात भए। कालान्तरमा साम्बाहाङ हिनाङ वंश परिवारको रूपमा विकसित भयो, एकदमै विकसित भयो, राम्रो हुँदै गयो। तिनै साम्बाहाङ हिनाहाङ वंश परिवार नै थक्लुङ थर बन्न पुग्यो भन्ने नाल्बो समाजमा किम्बदन्ती रहिआएको छ भन्नुभएको छ। ठ्याक्कै मैले पनि यो चाहिँ पहिले यसरी नै सुन्ने गर्थेँ। बुढोपाकाहरूले चाहिँ थक्लुङ र नाल्बोहरू एउटै हो भनेर भन्ने गर्दथे। यसरी त्यस्तो भएको भन्ने किम्बदन्ती अथवा कथा हामीले सुनाउँथ्यो। तर यो नाल्बोहरूले चाहिँ फेरि उहाँहरूले के भन्नुहुँदो रहेछ, थक्लुङ नभनेर के भन्नुहुँदो रहेछ भने यहाँ के भनेको छ नाल्बो समाजमा किम्बदन्ती रहिआएको छ। तर साम्बाहाङ हिनाहाङले नाल्बोमा चाहिँ थाप्पु नाल्बो अथवा खरानी नाल्बो भन्ने चलन छ रहेछ।
यदि तपाईँहरूले पनि यो थक्लुङ थर कसरी भन्यो अथवा थक्लुङहरूको पुर्खा को हो त भन्ने बारेमा मैले चाहिँ पहिले सुन्दै आएको पनि त्यही हो र यो वंशावलीमा पनि त्यही पढ्न पाउँदा एकदमै चाख लागेर इन्ट्रेस्ट लागेर चाहिँ मैले तपाईँहरूलाई यो मेरो सामाजिक सञ्जाल मार्फत मैले चाहिँ तपाईँलाई सेयर गर्न खोजेको छु। यदि तपाईँहरूले यस्तै किंवदन्तीहरू थक्लुङहरूको बारेमा सुन्नुभएको छ भने कृपया कमेन्ट गरिदिनु होला। तपाईँको कमेन्टहरूलाई म हेर्नेछु पक्कै पनि। अनि हाम्रो यो लिम्बूहरूको एकदमै भटाभट वंशले बनेको छ, धेरै पहिलेदेखि बन्दै आएको छ। वंशले एकदम नहुने अति आवश्यक चिज पनि हो। तपाईँहरूले पनि वंशले आफ्नो मात्रै नभएर यसरी नाल्बुहरूको भयो, अनि त्यस पछाडि हाम्रो चेम्जोङहरूको भयो, त्यस पछाडि अरू जति पनि वनेमहरूको भयो, ल त्यो सबैको वंश चाहिँ हामीले सबै पढ्नु पर्यो। यति ठुलो किताब हुन्छ, यति ठुलो किताब पढ्दा अब निकै गाह्रो हुन्छ। तर अगाडिको त्यही 150 पेज जति पढ्ने, अनि पछाडिको त्यही अब 40-50 पेज जति पढ्ने, अब 200 पेज पढ्दाखेरि हामीलाई एकदमै धेरै थाहा हुन्छ यो कुन थरी कसरी बने अथवा हाम्रो इतिहास। यो नाल्बुहरूको चाहिँ मलाई के राम्रो लाग्यो भने यहाँभित्र चाहिँ नाल्बुहरू अब विदेशमा कति छन् त, आसाममा कति छन्, सिक्किममा कति छन्, कति घर छन् होइन, अझै डक्टर पाइलट को कति छन्, सबै लेख्नुभएको रहेछ। एकदमै मजा लाग्यो यो वंशावली पढ्दा चाहिँ। यसको लागि चाहिँ म यो वंशावली उपलब्ध गराइदिनु हुने आदरणीय रबिन कुमार नाल्बा सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। साथै इत्नुसो हाङसानु नाल्वाङ परिवारलाई पनि धेरै धेरै धन्यवाद। तपाईँको वंशले एकदम गजबले लेखेको रहेछ। र यसरी नै म कुनै लिम्बू थरहरूको बारेमा कुन चाहिँ वंशमा कस्तो लेखेको छ, मिङसार कहाँ छन् भन्ने कुराहरू म तपाईँलाई जानकारी गराउनेछु भन्दै आजलाई भने बाई बाई, नोगेन सेवा।